हेलो वेलकम सबैलाई मेरो न्यू मिनी ब्लगमा। आज चाहिँ म लन्च गर्दैछु। हेर्नुहोस् होला, यहाँ चाहिँ भात छ, राइस। यहाँ चाहिँ आलुलाई मैले परपरी भुटेको थिएँ काटेर, हेर्नु होला। अन्त यो चाहिँ आलुको चोप हो, बेसन लाएको। अनि यहाँ बैगुनको चप पनि छ। त्यसपछि यहाँ चाहिँ दाल भयो। यो चाहिँ अब छाँटा दाल, कालो दाललाई चाहिँ मजाले उयो सफा गरेको त्यो छाँटा दाल चाहिँ प्याज लसुनहरू लगाएर मैले बनाएको छु। यसमा ल हाल्दैछु दाल चाहिँ। तपाईँहरू मेरो फेसबुक पेजलाई पनि यस्तै सपोर्ट गर्दै गर्नुहोस् होला। आज चाहिँ मैले खाना बनाएको, भात मात्रै मम्मीले बनाउनु भएको हो। ल साथीहरू, फर्स्ट बाइट खाँदैछु है म चाहिँ। टेस्टी भएछ पुरा। दालमा पनि हल्का घिउ लगाइदिएको थिएँ मैले अघि बनाउँदाखेरि। साँच्चै नै साह्रै मिठो भएछ। त्यो चाहिँ मम्मीले आसु के अरे काटेर हल्का आज फ्राई गर्नु भन्नुभएको थियो। त्यस गरी चाहिँ यस्तै काटेर ट्रायङ्गल सेपमा छ। अनि त्यसलाई मजाले प्याजहरू लगाएर फ्राई गरेको। यहाँ चाहिँ बैगुनको छ। साथीहरूले पनि लन्चहरू गर्नुभयो भने कमेन्ट गर्नुहोस् होला। भोकको बेलामा तातो भात सब्जी पाउँदा कस्तो राम्रो लाग्दो रहेछ, मिठो भएको छ। कालो दालले गर्दा भात पनि सुतु सुतु जान्छ, बेसी चबाउनु पर्दैन र पो। सर्दीले अलिक गला खराब छ, त्यही भएर चाहिँ अलिकति आवाज निक्लिन्छ। त्यसको लागि चाहिँ इग्नोर गर्नुहोस् होला। अब सिजनै छ सर्दीको, खोकीको, ज्वरोको। त्यही भएर चाहिँ मलाई चाहिँ हल्का राम्रो भएको। अस्ति नै ज्वरो आएको भनेर हेर्नुहोस् होला। यो चाहिँ बैगुनको हो। म चाहिँ चपहरू खाँदाखेरि चाहिँ भातसँग तातो खानु मनपर्छ। सेलाको चाहिँ त्यति राम्रो लाग्दैन। यहाँ चाहिँ पानी छ।
ल साथीभाइहरू, यस्तै मेरो पेजलाई पनि फलो गर्दै गर्नुहोस् होला, लाइक गर्दै गर्नुहोस् होला, कमेन्ट गर्नुहोस् होला। हजुरहरूको लन्च भयो कि भएन कमेन्ट गर्नुहोस् होला। आजको चाहिँ यही हो मेरो मेन्यू लन्चको। ल थ्याङ्क यू फर वाचिङ, बाई बाई।